सुरुवात गरेको थियो त्यो मोमेन्टम कन्टिन्यू गरिसक्यो ओभरअल कसरी इरानको जुन चाहिँ अन्तर्राष्ट्रिय सहभागिताहरू छ फिलिपिन्स र इन्डोनेसिया जस्तो टिमहरूसँग पनि कम्पिट गरेर आएको टिम हो यो होइन। इरानको लेभल भनेको एसियाको टप 6 भित्र पर्ने टिमहरू नै हो र हाम्रो मनोवैज्ञानिक रूपमा पनि हामी धेरै पछाडि नै थियो त्यो खेलाडीमा त्यो बदलाव गरेर हाम्रो मेन जसमा आशा भरोसा गरिरहेको थियो उनीहरू नचलेपछि सबै अलिकति टेम्पो लुज भयो होइन र हामीले एक्सपेक्टेसन यस्तो तरिकाले हान्छ भन्ने चाहिँ थिएन। पोइन्ट चाहिँ कम आयो कि हाम्रो रिसेप्सन कमजोर भयो त्यो भन्ने बित्तिकै एट्याकिङमा समस्या भयो र उनीहरूलाई फ्री बलहरू हामीले धेरै चान्सेसहरू दिएपछि एट्याक कभरहरू फास्ट बलहरू धेरै मोमेन्टम भएर हाम्रो सबै हाम्रो टेक्निकली कुराहरूमा सबै त्यहाँ अलिकति समस्या भएको हुनाले हामीले चाहिँ यस्तो फर्स्ट सेटमा चाहिँ अलिकति हेड जस्तै गरिरहेको थिएन नजिक पनि गयो सर्भिस सेकेन्ड हामीले अब लास्ट गेम चाहिँ रिस्क नै गर्यो सर्भिस चाहिँ बाहिर हाम्रो रणनीति भनेको नै उनीहरूको ब्लक स्ट्रङ थियो त्यस कारणले हामीले सर्भिस टार्गेटिङ हान्नुपर्ने पावर हान्नुपर्ने थियो। एक त हामीले टार्गेटमा पनि बल हान्न सकेन अर्को कुरा बल सिम्पल पनि भयो धेरै इजी भयो कि हाम्रो मेन सर्भरहरू जसले हिजो अस्तिको दिनहरूमा गेमलाई आफ्नो पक्षमा पार्न सफल भयो उनीहरूको सबैको इरर सर्भिस भयो र हाम्रो मेन एटेकरहरू पनि आज चल्न सकेन अलिकति प्रेसराइज थियो फाइनलमा जानुपर्ने थियो यो गेम हारिसकेपछि हाम्रो कुनै विकल्प छैन भन्ने कुरा पनि मनस्थिति लिएर आएको थियो होइन। त्यसले गर्दा हामीले कम्ब्याक गर्दाखेरि हामीले धेरै खेलाडीहरूलाई पनि अझ सबैको मेन्टालिटी कस्तो भयो भने सेकेन्ड सेटदेखि एकदमै तल भयो र उनीहरूको मिल्दै गयो हाम्रो सबै पक्ष कमजोर हुँदै गयो। त्यस कारणले गर्दाखेरि अब यो जति कुरा हार छ हारबाट नै सिकिने कुराहरू चाहिँ हामी भोलिको गेममा राम्रो गर्छौँ। फर्स्ट गेम खेल्दाखेरि चाहिँ आफ्नो एक्सपिरियन्स थिएन कि एकजुट भएर खेलेको थिएन भोलिको खेल चाहिँ हाम्रो पहिलो ग्राउन्डमा कति फरक हाम्रो पोहोर साल पनि के भएको थियो भन्दाखेरि इरानसँग हामीले लिग म्याच खेल्यौँ लिग म्याच चाहिँ हामीले 5 सेटमा ड्र पुगेका थियौँ तर सेमिफाइनलमा हामी स्टेट दिएँ हालेको त्यो हाम्रो पहिलोचोटि खेल्दाखेरिको अनुभवले नै हामीले त्यो डिफिट गर्न सकेको मलाई लाग्छ इन्डियासँग पनि हामी 5 सेटमा त्यसै गरी लिगमा हालेको छौँ र हाम्रो तेस्रो स्थानको लागि खेल हाम्रो पक्षमा आउँछ जस्तो लाग्छ त्यसको लागि हामी कुनै कसर सक्दैनौँ र खेलाडीहरूलाई पनि मनोविज्ञानको रूपमा हामी अगाडि ल्याउँछौँ कि हामीले इन्डियालाई जित्ने बित्तिकै हामी एसियन गेम खेल्नलाई पनि क्वालिफाई हुन्छ किनभने अहिले इरान र ताजिकिस्तान चाहिँ अलरेडी क्वालिफाई भइसकेको थियो त्यस अर्थमा पनि हामी इन्डियालाई जित्नु पनि जरुरी छ। अहिले हामी पदकको धेरै नजिक छौँ अझ हामीले पदकलाई भिड्नुपर्ने छ त्यस कारणले गर्दाखेरि हामी फेरि खेलाडीहरूसँग मेन्टली प्रिपेयर गर्ने कोसिस गर्छौँ। हामी जस्तो महत्त्वपूर्ण खेलमा चाहिँ सर्भिस हामी ब्लकमा चाहिँ सबै चिज चुन्छौँ होइन यस्तो गेमले चाहिँ अनि पछिल्ला दिनमा चाहिँ कतिको फरक पार्छ नेपाली टिममा। अब यो सबै कुराहरू एक्सपिरियन्समा भर पर्ने कुरा हो होइन। हामीसँग धेरै नयाँ खेलाडीहरू छ जुन नयाँ खेलाडीहरू चाहिँ पर्फर्म गरेको छ कि अहिले इरान भन्ने हो भने एसियाकै एकदम अपोजिटको रूपमा पर्छ उनीहरूको कुनै पनि पक्ष कमजोर तपाईँले देख्नु भएको छ र त्यस्तो टिमसँग हामीले खेल्ने कुराहरू र पहिलोचोटि डेब्यु गरेको खेलाडीहरूले त्यो खेल्नु भनेको त्यसलाई सकारात्मक लिनुपर्छ। हाम्रो टिमको सहभागिता हाम्रो म्याचको एक्सपिरियन्सहरू हाम्रो ट्रेनिङको टाइम ड्युरेसनहरू हाम्रो जति पनि कुराहरू इरानसँग कम्पिटिसन गर्दाखेरि जति कुरा खेलेको छ त्यो पर्सेन्टेजको हिसाबले राम्रो नै छ तर पब्लिकहरूको अब भलिबल खेल प्रेमीहरूको सबैको एक्सपेक्टेसन भनेको राम्रो खेलोस् भन्ने नै हो। त्यस कारणले गर्दाखेरि हामीले जुन फर्स्ट गेममा जुन टप फाइट गरेका थियौँ त्यो अनुसार नै भइदिएको भयो भने राम्रै हुन्थ्यो तर पछिल्लो दुई गेम हामीले त्यति राम्रो खेल्न सकेका छैनौँ तर पनि हामी अब आउने गेमहरूलाई अझ राम्रो गर्ने कोसिस गर्छौँ। गुरु अब यो टुर्नामेन्टको विजेताले मात्रै एसियन कप छुट्ने भन्ने कुरा आइरहेको थियो होइन अब हामी फाइनल त पुग्न सकेनौँ हामीलाई अब त्यो बाहेक अरू कुनै बाटो हुन्छ एसियामा गएर खेल्ने थियो। अहिले हामीले चाहिँ एक्सपेक्टेसन गरेको भनेको अहिले इन्डियालाई मात्र जित्न सक्यो भने पनि हाम्रो त्यो ठुलो उपलब्धि हुन्छ। इन्डियालाई जितेर थर्ड मेडल जित्ने भनेको हाम्रो गोल्ड मेडल जिते जस्तै हुन्छ जस्तो मलाई लाग्छ किनभने ताजिकिस्तान र इरान भनेको नेक्स्ट लेभलमा पुगेको टिम हो हामी त्योभन्दा धेरै पछाडि छौँ र इरान र ताजिकिस्तान अलरेडी एसियाको लागि क्वालिफाई भइसकेका छ र हामी अब इन्डिया र हाम्रो बिचमा जसले जित्छ त्यसले एसिया कप खेल्छ। त्यस कारणले गर्दाखेरि ओलम्पिकभन्दा पछिल्लो सबैभन्दा ठुलो खेल महोत्सव भनेको एसिया कप हो जसमा 64 कन्ट्रीबाट क्वालिफाई भएको 12 टिमले त्यहाँ खेल्छ त्यो भनेको नै नेपालको भलिबललाई धेरै ठुलो एउटा चाहिँ सुखद क्षण हुन्छ जस्तो मलाई लाग्छ र भोलिको भारतसँग गेम खेल्नको लागि र जित्नको लागि हामी एकदमै प्रयासरत छौँ। मलाई लाग्छ भारतलाई जित्छ जस्तो मलाई लाग्छ कि अस्ति पनि हामी 5 सेटमा हाम्रै माइनर मिस्टेकहरूले हाल्यो त्यो माइनर मिस्टेकहरूलाई हामी करेक्सन गरेर चाहिँ हामी